अनि यो को रहेछ त मान्छे यस्तो भदौ मासको चाहिँ यस्तो घाममा जङ्गलमा हामी त्यहाँ जाँदाखेरि तलतिर चाहिँ उठ्न सक्ने जाँगर नभएर तलतिर घिसारिएर हिँडिरहेको थियो के बिचारो घिसारिएर हिँडिरहेको थियो। अनि हामीले चाहिँ त्यहाँ गएर बस्नु सोध्यौँ। अनि तपाईँ को हो क्या हो भन्दा म सेना हो, पिलीको सेना हो, मेरो नाम सन्ते तामाङ हो, मेरो घर काठमाडौँ भक्तपुर हो, मेरो घरमा क्रिया गरिहाले होलान् मरिगो भनेर, तर म यो कालीकोटको अनकण्ठा जङ्गलमा ढाडमा छटपटाएर आएको छु हेर्नुहोस् भनेर भन्यो। अनि तपाईँ को भनेर हामीले सोध्यो। हामी त माओवादी हो भन्यौँ। त्यसो भए हामी माओवादी भए त हाम्रो मेरो भगवान् भेटिनु भयो, अब मारिदिनुहोस्। यस्तो मेरो शरीरमा किडा परेर मैले मर्नुभन्दा विजेत भएर मर्नुभन्दा एकैसाथ मलाई चाहिँ हानेर तपाईँले मारिदिनु भयो भने सक्नुहुन्छ भने घाँटी रेटेर मारिदिनुहोस्, सक्नुहुन्न भने यत्रो ढुङ्गो समाएर मेरो टाउकोमा हानेर मारिदिनुहोस्। यति कुरा गरिसकेपछि हामीले भन्यौँ अब तपाईँ बस्नुहुन्छ, हामी मान्छे मार्ने अपराधी होइनौँ। त्यो राज्यसँगको लडाइँको बेलामा बन्दुकको आधारले त तपाईँ पनि मर्नुभयो, हामी पनि मऱ्यौँ है त। अब अहिले यस्तो दुःखनीय बेलामा यस्तो अवस्थामा छटपटाइरहेको अवस्थामा हाम्रो बचाउने कर्तव्य हुन्छ, मार्ने कर्तव्य हुँदैन हाम्रो। अब तपाईँ बस्नुहुन्छ, निर्धक्क हुनुहोस्, बस्नुहुन्छ, तपाईँले बचाउने जिम्मा हाम्रो भयो भनेर त्यहाँबाट चाहिँ त्यो तिला नदीको छालबाट हामीले बोकेर जाने त्यसैले प्रेमबहादुर साईको घरमा ल्यायौँ। प्रेमबहादुर साई घर यहाँबाट देखिन्छ है? देखिन्छ त्यही घर हेर्नुहोस्। त्यो भनेको पुरानो घर चाहिँ अहिलेको नयाँ होइन? नयाँभन्दा त्यो नयाँभन्दा अलि उतातिर हेर्नुहोस्, त्यही घर हो है त। प्रेमबहादुर साईको घरमा ल्याइसके प्रेमबहादुर साईको आमालाई हामीले रोटी हाल्न लगायौँ है त। गाईको मही थियो है, मही र रोटी खाइसकेपछि पानी मही रोटी खाइसकेपछि भुँडी अगाइसकेपछि अनि भुँडीबाट पुत्पुत आन्द्राहरू निस्कियो हेर्नुहोस् है। त्यो गोली लगाएर चाहिँ छिडिया रहेछ है त, आन्द्रा निस्कियो। फेरि त्यहाँबाट चाहिँ मोल्पा हेपो इन्चार्ज चाहिँ रूपा भण्डारीसँग आएर रूपा भण्डारीलाई लिएर त्यो चाहिँ औषधि गरियो, त्यहाँ औषधि उपचार गरियो है त। 3-4 दिनसम्म त्यो सन्ते तामाङ त्यही त्यसैले प्रेमबहादुर साईको घरमा रहेर रूपा भण्डारीले 2 दिनसम्म त्यहाँ औषधि उपचार गरिन्। र पछि त्यो प्रेमबहादुर साईको घरबाट फेरि बोकेर टेस्टामाले, यसको नाम पनि पिपल डाँडा यो सर है त। हजुरको घरमा ल्यायो है त, मेरो घरमा ल्यायो यहाँ है त। यो घर चाहिँ हजुरको? यो घर होइन, माथिल्लो घर यो रोडभित्र छ है त। यसको नाम पनि पिपल डाँडा, यहाँ ल्याइयो। यहाँ ल्याइसकेपछि अनि हामीले चिठी लेखेर, मैले आफै चिठी लेखेर, म त्यो बेला चाहिँ यो गाँस इन्चार्ज पनि म आफै थिएँ र गाँस प्रमुख पनि म आफै थिएँ है त। मैले चिठी लेखेर अब चिठी कोसँग दिने, त्यो घोडेना घर भएको है त, घोडेना घर भएको पिलीको हंसबहादुर साई है त, बिहान जाने बेलुका आउने गर्थ्यो कि। हंसबहादुर साई चाहिँ शिक्षक चाहिँ पिली विद्यालयमा जाँदा त्यो चिठी लेखेर मैले दिएँ। ल काठमाडौँ भक्तपुर घर भएको, सन्ते तामाङ नाम भएको, तिला नदीको तिसेलीको तल तिला नदीको छालमा चाहिँ छटपटेर आएको व्यक्तिलाई हामीले उद्धार गरेर 7 दिनपछि भेटाएर उद्धार गरेर औषधि उपचार गरी यहाँ चाहिँ रोडमा लिएर राखेका छौँ। ल तपाईँको सेनालाई लैजानुहोस्, उपकार गर्नुहोस् भनेर चाहिँ हामीले चिठी लेखेर दियौँ।